नमस्कार दर्शक महानुभावहरु, केही समयको ब्रेकपछि पुनः प्रत्यक्ष लाइभ प्रसारणमा आइसकेका छौं। केही समस्याले गर्दाखेरि थोरै ढिलो हुन पुग्यो, यसको लागि म क्षमा माग्न चाहन्छु। सम्पूर्ण दर्शक श्रोताहरूलाई स्वागत छ। काउले युवा क्लब दिप्तुङ चुइचुममा गाउँपालिका 7 टेममा काउले खोटाङले आयोजना गरेको खुल्ला साबिक वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताका आज हामी तेस्रो दिनमा रहेका छौं भने लाइन क्रस हुन पुगेको थियो। अंक यहाँ टिममा अंक 3 रहेको छ भने माथिमा अंक 6, 3 पोइन्टको अग्रता लिइसकेको छ। हाम्रो खेलको प्रत्यक्ष प्रसारण हजुरहरूले मिसन खबर मिडियाको फेसबुक अफिसियल पेजमा पनि हेर्न सक्नुहुनेछ। अंक टिममा 4 माथि 6। रिसिप्सन माथिम 6 को तर्फबाट टिममा बल नियन्त्रणमा लिँदै 4 को अंकको लागि त्यो सेट अफ खेल निकै रोचक भइरहेको छ। आफ्नो टिममा अंक थप्दै छ। टिममा अंक 5 रहेको छ भने माथिमा अंक 6। टिममा 5 माथि 6। खेल निकै रोचक भइरहेको छ। दर्शक महानुभावहरु, टिममा भर्सेस माथि 4 बिच भइरहेको छ। हाम्रो खेलको प्रत्यक्ष प्रसारण हजुरहरूले सेटअप ब्लक बाल टिममा को तर्फबाट ब्लक बाल टाइम आउट रहेको छ। यहाँ माथिको तर्फबाट टाइम आउट। माथि टाइम आउट पश्चात खेलाडीहरू खेल मैदान प्रवेश गरिसकेका छन्। दर्शक महानुभावहरु, आजको यो दोस्रो खेल सञ्चालन भइरहेको छ। माथिम 6 भर्सेस टिममा भोजपुर ट्याम्के मयौं बीच भइरहेको छ यो खेल। लाइभ के कस्तो आइरहेको छ, अडियो भिडियो क्वालिटी एकपल्ट जानकारी गराउनु होला दर्शक महानुभावहरु। स्कोर दुवै टिमको बराबरी 6-6 रहेको छ भने यहाँ बल आउट हुन पुग्यो। अंक पूर्ण यहाँ माथिमलाई 6 अंक 7 रहेको छ भने टिममा अंक 6। अहिले दोस्रो चरणको तेस्रो खेल टेमके मयौं भोजपुर टिममा भर्सेस माथि 4 बिच भइरहेको छ। वाउ, ध्यान निकै चलाखीपूर्ण खेल खेलेका थिए अलप राईको चलाखीपूर्ण खेल खेल्दै माथिम 6 को सर भन्नुभएको छ। पक्कै पनि यो माथिम 6 को खेल भइरहेको छ। प्रहार सिधै बाहिरिन पुग्यो। त्यहाँ माथिम 6 को प्रहार थियो तर सिधै बाहिरिन पुग्यो। अंक पूर्ण यहाँ टिममा अंक 8 रहेको छ भने माथिम अंक 7। फर्स्ट गेम हो भन्नुभएको छ। पक्कै पनि यो पहिलो सेट सञ्चालन भइरहेको छ। पहिलो सेटको खेल सञ्चालन भइरहँदाखेरि सर्भिसमा रहेका छन् जर्सी नम्बर 3 थिए। बल कन्ट्रोलमा ल्याउन भने सकेनन् टिममा भोजपुर। अंक यहाँ माथिम 6 अंक 8 भने टिममा अंक 8। दुवै टिमको बराबरी 8-8 अंक रहेको छ। बल नियन्त्रणमा लिँदै टिममा